डेनमा ब्लगमा तपाईहरुलाई सबैलाई स्वागत छ है। आज चाहिँ हामीहरु 32 नम्बरमा पिकनिकमा छु है। 32 सँगको यस्तो चाहिँ गाइस सिन चाहिँ यस्तो छ। डीजे वाले बाबु पनि रहेछ है यहाँ। खोज्नु चाहिँ के खोजेको? सरले खोज्नु चाहिँ खोज्नु हुँदैछ। के खोज्नु भएको त्यो चाहिँ याद भएन। मान्छे पो हेर्दैछु। को हेर्नु हुँदैछ तपाई? यहाँ एकजना को? ए Ruptina Koratsuko Jediepe, Tisa, Dipiabiki Gyumsendi, De Zombigi, Tuchilek Pulpisha Gyumsendi. सिन चाहिँ यस्तो छ तपाईहरु हेर्नुस् हो। मजाको सिनेरियो। यस्तो छ अब आज यो पिकनिकमा तपाईलाई कस्तो फिल कस्तो हुँदैछ आज? स्विमिङ बुढो चाहिँ मजाले भिज्दैछ। चस्मा लगाएर डल्फिन जस्तो छ नि त खेला चाहिँ। स्विमिङ खेलिसकेर निस्केको है यहाँनिर आइसक्रिम। अब तपाईँलाई लाटो चाहिँ लाग्रै हुने रहेछ है। खाना खानु जानु आँटेको अब यस्तो चाहिँ खाना भन्नुहोस् न के भन्नु छैन? तपाईँले मलाई हालिदिनु पर्यो, खाना हालिदिनु पर्यो तपाईँले मलाई। यस्तो छ पुरा बिजी छ। तपाईँहरू खाना राम्रोसित खाना ल्याइदिनु। पाउनुहुन्छ तपाईहरुले हुन्छ। किनकि समयको अभावले गर्दा सबैजना अझ यहाँ धेरै कलाकारहरू पर्खाइमा छ। तपाईहरुले एक-एकजनाले एउटा मात्र गीत गाउनु पर्ने छ र भाषणबाजी बेसी नगर्दिने। समयको अभावले गर्दा तपाईहरु यसलाई अन्डरस्ट्यान्डिङ गरिदिनुस् भन्ने अनुरोध गर्न चाहन्छु। खत्म। बाय बाय, टाटा, गुड बाय, गया। किए जा मुझे डोर कोई खींचे रेडियो लिए जा। हाम्रो लामाहरू चाहिँ सबैजना फर्किनु भएको छ है। टोटली फर्किनु भयो। एक दुईजना मात्रै छ यहाँ काम गर्ने अब कमिटीहरू है। काम गर्नुपर्छ यताउता हेर्नु पर्यो। काम त के गर्नु, काम गर्ने रहेछ है। सो हेर्नुहोस् अघि कतिको क्राउड थियो, अब त छनु पनि छैन है। पानी परेर पनि एकमा हौडे भएको छ है। हुन्छ एन्डिङमा चाहिँ यसरी हुन्छ है। मजाले राम्रो राम्रो सफा गरिदिनु भएको घेवा हो होइन। यता हेरिदिनुहोस् न तपाईँ कर्नर अलिकति। लस थ्याङ्क यू तपाईँलाई। भएको मान्छे हैन हाम्रो यतिको चाहिँ हुनु पर्यो।
अब हाम्रो पिकनिक पनि एन्डमा आयो है। तपाईँलाई के 2-3 एउटा शब्द राखिदिनुहोस् न अन्त। अब एउटा अलिकति थ्याङ्क यू मिनिस्टरलाई थ्याङ्क यू भनेर मलाई थ्याङ्क यू भन्नु, मिनिस्टरलाई थ्याङ्क यू भनेन मलाई थ्याङ्क यू भन्नु यो पिकनिक गरिदिएकोमा। तपाईँलाई केही 2-3 वटा शब्द राखिदिनुहोस् न। शब्द चाहिँ कुनै उहाँलाई भन्नुहोस् न, उहाँ तुमिनको लामालाई। अन्त दुवैजनाले वहाँ वहाँ भन्यो भने चाहिँ कसले राखिदिने हो अन्त? उहाँ तुमिनको हो, तुमिनलाई राम्रोसँग भन्नु लाउनु। लु हाम्रो अब आज एन्डिङमा तपाईँलाई त केही भन्नु छ? र आज एन्डिङमा भन्नु पर्दाखेरि 6वटै डिस्ट्रिक्टबाट पाल्नु भएको गुरुजीहरूले एकदमै धन्यवाद चढाउन चाहन्छु होइन। किनकि उहाँहरूको एउटा आफ्नै एउटा समयले एउटा बिजी हुँदा पनि यो एउटा पिकनिकको लागि समय निकालेर उहाँले एउटा समयले यहाँ पाल्नु भयो होइन। हजुर एकदमै खुसी लाग्यो। हामी एउटा उता यता काम गरिरहेको थियो, हामीले खानुदेखि लिएर बस्नुदेखि लिएर सबै एउटा व्यवस्थापन होइन हामी मात्रै नभएर माथि सामान्य हानेबल मिनिस्टरदेखि लिएर कार्यकर्ता सिएलसीदेखि लिएर सबैले तपाईँ म मात्रै नभएर सम्पूर्ण बिहानदेखि खटेको थियो होइन। उहाँहरूले एकदमै राम्रो दिनुभयो। जति पनि टाढोबाट आउनु होइन उहाँ खुसीको साथ फर्किनु भयो होइन, खुसीको साथ फर्किनु भयो। त्यही नै हाम्रो लागि गर्दा खुसी छ होइन। त्यसैले हामी आज यहाँ अब सम्पूर्ण भएको छ। यहाँ आइआरबी दाजुभाइहरू पनि आउनु भएको छ होइन। उहाँको आफ्नो एउटा काम निभाउनु भइरहेछ। उहाँप्रति पनि हामी एकदमै धन्यवाद चढाउन चाहन्छु। र त्यसै आउने दिनमा पनि तपाईँ हामी एकजुट हौँ होइन। यही ठाउँमा फेरि एकजुट हौँ भनेर यही नै मेरो राख्न चाहन्छु। अब म पनि फर्किनु लागेको है। रात परिसकेछ, सबै सक्यो यताउता हेरेर है। काम पनि डल्लै भइसक्यो। म चाहिँ अब फर्किँदैछु। सो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला है। कतिजना नयाँ हुनुहुन्छ, नयाँ भ्युवर्सहरूलाई है। सो थ्याङ्क यू, सी यू गाइस।